नमस्कार सबैमा। हामीहरू पाथिभरा तीर्थयात्राको 5औं दिनमा छौँ। आज हामीहरू बराह क्षेत्र धामको दर्शन गरी जनकपुर धाम हुँदै सिन्धुलीमा गई बास बस्ने योजनामा छौँ। आजको दिन बिहान हामी बराह क्षेत्र दर्शन गरी अगाडि बढ्दैछौँ। बराह क्षेत्र सप्तकोशी नदीमा स्नान गर्दैछौँ हामी। यहाँको दृश्य चाहिँ बहुत मनमोहक छ। नयाँ नयाँ चारैतिर पहाड, तल चाहिँ सप्तकोशी बगिरहेको छ। यतापट्टि धाम छ। प्राय हामी सबै साथीहरू आफूले जानेका कर्महरू सकाएर आजै जनकपुर जाने तर्खर गर्दैछौँ। जनकपुर जाने क्रममा हामी उदयपुरमा केही बेर रोकेर बिहानको खाना खायौँ। त्यसपछि मध्याहतिर जनकपुरतिर लाग्यौँ। दिउँसोको करिब 2 बजेतिर हामीहरू जनकपुर धाम आइपुग्यौँ। जनकपुर भन्ने बित्तिकै प्राय पोखरी र तलाउले भरिपूर्ण धार्मिक स्थल नै सम्झनु पर्ने रहेछ। यही पोखरी र तलाउको अगाडि फोटो र भिडियोहरू बनाउँदैछौँ हामीहरू। प्राय जनकपुर घुम्न आउने पर्यटकहरू यही तलाउको वरिपरि फोटो खिचिरहेका देखिन्थे। त्यसमा हामी पनि के कम थियौँ र। हामीले पनि मनज्ञ फोटो पनि खिच्यौँ, भिडियो पनि बनायौँ। हामी चाहिँ कहाँ घुमे सर? यो हामी जनकपुरको गंगा सागर घुमेर घुमेर अब हामी अर्को पिचतिर जाँदैछौँ, अर्को धार्मिक स्थलतिर जाँदैछौँ। यात्रा रमाइलो भइछ आज हाम्रो। यति रमाइलो भएको छ हाम्रो यात्रा, अविस्मरणीय। अब यो कहिल्यै बिर्सन नसकिने यात्रा। अपवादलाई छोडेर केही पोखरीहरू धार्मिक पर्यटकका डस्टबिन जस्ता देखिन्थे। हाम्रो चाहिँ फोटो खिच्ने क्रम रोकिएको छैन।
निरन्तर जारी छ। आजै हामीहरू जनकपुरबाट फर्किएर बिचमा कतै बास बसी भोलि काठमाडौँ आइपुग्ने योजनामा छौँ। त्यसैले जनकपुरबाट बिदा भयौँ। अबको बाँकी भाग अर्को अङ्कमा।